नेपाल क्रिकेट टिमको होम ग्राउन्ड भनेर चिनिने टियु क्रिकेट ग्राउन्ड अब ग्राउन्ड मात्र नभएर स्टेडियमको रूपमा विकास भएको छ। कुनै समय रुखमा बसेर भुइँमा बसेर क्रिकेट हेर्नुपर्ने बाध्यता रहेको यस टियु क्रिकेट ग्राउन्ड कसरी टियु स्टेडियमको रूपमा परिणत भयो त भनेर म छोटकरीमा जानकारी दिन्छु। टियु क्रिकेट ग्राउन्डमा अहिले दर्शकहरू बस्नको लागि प्याराफिटहरू निर्माण भएको छ। त्यसै गरेर 6वटा फ्लड लाइट्स पनि जोडिएको छ, जसको कारणले गर्दाखेरि अब रातिमा पनि खेल गराउन सकिन्छ। ग्राउन्डको बााउन्ड्री पनि बढाइएको छ भने पिच पनि निर्माण गरिएको छ। आउटफिल्ड पनि निकै नै ग्रिनिस स्ट्राइपवाला पिच बनाइएको छ। यस वर्षको तिहारको लक्ष्मी पूजाको अवसर पारेर टियु क्रिकेट स्टेडियममा फ्लड लाइट्सहरू पनि बलेको छ र अब रातको समयमा खेल खेल्न योग्य छ भनेर सबैजनालाई सूचना पनि दिइएको छ। तत्कालको लागि रिकन्स्ट्रक्सनको काम सकिए पनि फ्युचरमा धेरैभन्दा धेरै दर्शक क्षमता भएको स्टेडियमको रूपमा टियु क्रिकेट स्टेडियमलाई देख्न पाइयोस्। टियु क्रिकेट स्टेडियमको रूपमा रूपान्तरण भइसकेपछि रातको समयमा हुने खेलहरू भनेको तत्कालको लागि नेपाल प्रिमियर लिग सिजन 2 रहेको छ। नोभेम्बर 17 देखि डिसेम्बर 13 सम्म हुने भनिएको एनपिएल सिजन 2 को फर्मेट र सेड्युल भने आउन बाँकी रहेको छ। त्यसै गरेर उता रूपेन्देहीमा बन्दै गरेको एक्स्ट्राटेक ओभलमा पनि फ्लड लाइट्सहरू जडान सम्पन्न भइसकेको छ भने अहिले केही एनपिएलका टोलीहरू रातको समयमा पनि अभ्यास गर्दैछन्। तपाईहरूलाई टियु क्रिकेट स्टेडियमको रातको समयको यो सिन कस्तो लाग्यो कृपया कमेन्ट गर्न नबिर्सिनुहोला र हामीलाई फलो र सब्सक्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।